यो दृश्य हो लङ भिलेज कास्कीको। यो चाहिँ पोखरा लामाचौरदेखि 26.8 किलोमिटर। यो चाहिँ 1 देखि 2 घन्टा लाग्छ बाई बस होइन, बाई जिप। अनि यो किनभने चाहिँ यो बाटो चाहिँ अलिकति ग्राभल अनि अफ रोड छ, अनि अफ रोडमा चाहिँ अलिकति पानी सानी पऱ्यो भने अलिक टाइम लाग्छ होइन। अनि यो चाहिँ एक दिन वान नाइट स्टे, वान नाइट वान डेको चाहिँ प्याकेजमा होल फ्यामिली साथीभाइहरू जानलाई एकदमै राम्रो दृश्य छ। र यहाँ चाहिँ जानलाई तपाईँलाई यो लङ भिलेज रिसोर्टको चाहिँ वेबसाइटमा गएर बुकिङ गर्ने, फोन गरेर बुकिङ गर्न सक्नुहुन्छ। र अनि उहाँहरूले प्याकेज सुनाउनुहुन्छ पर पर्सन होइन। अनि त्यसपछि चाहिँ त्यहाँको मजा लिन सक्नुहुन्छ र फ्यामिलीसँग टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। यो लङ भिलेजको टपको दृश्य हो। यतातिर चिया बगान छ। सो लेट्स गो। पोखराको लामाचौरदेखि एका बिहानै हामी जिप रिजर्भ गरेर सपरिवार चाहिँ हामी लङ भिलेज रिसोर्टको लागि चाहिँ निस्कन्छौँ। लङ भिलेज चाहिँ तपाईँको होमस्टेको लागि एकदमै प्रसिद्ध र त्यहाँदेखि हिमालय भ्यू, माउन्टेन भ्यू चाहिँ एकदमै राम्रो देखिन्छ भन्ने कुरा चाहिँ सुनेको थिएँ। र यो चोटि चाहिँ हामी लङ भिलेज होमस्टे सपरिवार चाहिँ हामी जाँदैछौँ। यसरी जाँदै गर्दा हामी चाहिँ लङ भिलेजको उकालो लाग्न थाल्छौँ र पोखरा लामाचौरदेखि 2 घन्टाको यात्रा हो। र यो डाँडा चढ्दाखेरि चाहिँ यहाँनिर यो मौसम चाहिँ एकदमै हाम्रो चाहिँ बादलले भरिसकेको थियो, पानी अलिअलि सिमसिम पर्दै थियो र यो डाँडाको दृश्य चाहिँ एकदमै रमाइलो महसुस भइरहेको थियो। र आज हाम्रो चाहिँ के थियो भने प्लान चाहिँ अब आज हामी गएर चाहिँ नाइट स्टे गर्ने, बार्बिक्यू गर्ने र भोलि बिहान उठेर हामी चाहिँ माउन्टेन भ्यू हेर्ने भन्ने प्लान छ। र यो बाटोमा धानहरू पाकेर अनि पानी पर्दाखेरि धान भित्राउन चाहिँ मान्छे कृषकहरूले चाहिँ नपाएको कुराहरू प्रष्ट देखिन्छ र कसैले धान काटिसकेको तर यो चाहिँ राम्रोसँग थन्काउन नल्याएको कुरा चाहिँ प्रष्ट देख्न सकिन्छ। र यो उकालो अनि यो पहाडको दृश्य चाहिँ एकदमै मनोरम छ। र यो पानी परेर आकाश केही खुल्ला नभएको र धान भित्राउने समयमा पानी पर्दाखेरि केही चाहिँ असजिलो भएको कृषकहरूलाई देख्न सकिन्छ। र यो धान काटेर कुनियो लगाइसकेपछि भने मान्छेहरूले धान भित्राउन नपाउँदा त्यो दृश्यहरू बाटोमा देखिन्छ। र अब अरू चाहिँ तपाईँको बादल, कुहिरो, पानी अनि त्यो प्राकृतिक मनोरञ्जन चाहिँ लिन सकिन्छ यो दृश्यमा। यो चाहिँ लङ भिलेज जाँदाखेरि बाटोको दायाँ र बायाँ पर्ने चाहिँ दृश्य हो। लगभग 2 घन्टाको यात्रा सकेर हामी लङ भिलेजको स्वागत गेटमा आइपुगेका छौँ। र गाडी चाहिँ यहीँसम्म मात्रै हो भन्ने कुरा भयो। अनि होइन माथिसम्म जान्छ अरे, तर हामी चाहिँ 7 नम्बर चाहिँ होमस्टेमा 7 नम्बर हो। अनि यहाँ एकछिन चाहिँ त्यो मान्छेलाई बोलाउनलाई एकछिन कुद्नु भएको छ। अनि त्यसपछि हामी 7 नम्बर होमस्टेमा जान्छौँ। गाडीले चाहिँ हामीलाई ठिक्क यो होमस्टेको बाहिरतिर ल्याएर छोडिदिएको छ। अनि यहाँबाट चाहिँ होमस्टे जानलाई 200 देखि 300 मिटर हिँड्नुपर्छ। यहाँ 200-300 मिटर चाहिँ हामीले यो सामानहरू गाडीबाट निकालेर लिएर जानुपर्छ। अनि पानी परेको छ अलिअलि, अनि छाता लिएर हल्का हामी चाहिँ बाहिरतिर आयौँ। त्यसपछि गाडीबाट सामान लिएर हामी होमस्टेको बाटोतिर लम्किन्छौँ। यो होमस्टेको बाटो हो। यो एकदमै बाटो हेर्दाखेरि गाउँ घरको चाहिँ बाटोको याद आउँछ। र घरहरू पनि ढुङ्गाबाट बनेको र एकदमै काठले छाएको, ढुङ्गाले छाएको घरहरू देख्न सक्नुहुन्छ। एकदम टिपिकल हाम्रो नेपालीहरूको गाउँघरको झल्को आउँछ यहाँ हिँड्दाखेरि। रातो माटोले लिपेको घर, त्यसपछि अनि यो फुलहरू, सयपत्री, तिहारे फुल, त्यसपछि छेउछेउमा यसो तरकारीहरू, त्यसपछि फुलहरू रोपेको बाटो, अनि एकदमै सफा चिटिक्क देखिने गाउँको बाटो र घरहरू, अनि यहाँको शुद्ध हावा, अनि यो पानी, अनि यो बाटोमा हिँड्नुको मजा अर्कै छ। चिसो हावाले सर हानेको छ। त्यसपछि हामी चाहिँ हतार चाहिँ होमस्टेतिर लम्किँदैछौँ। हाम्रो होमस्टे यो जस्तो लाग्छ हामीलाई। यो बाटो कहाँबाट हो भन्ने कुरा चाहिँ हामी अलमलमा पऱ्यौँ। यसको पछाडि छ कि भनेर गएको, तर पछाडितिरबाट नरहेछ कि जस्तो लाग्यो। अनि फेरि हामी चाहिँ ब्याक हुनुपर्छ होला जस्तो लाग्छ। यो यहाँबाट रहेछ। अनि टक्क यहाँबाट बाटोमा चाहिँ फुलै फुल, एकदम तिहारे फुलहरू, अनि होमस्टे टक्क ढुङ्गा सिमेन्टबाट बनेको, ढुङ्गाले सिलिङ छाएको। नमस्ते। अनि यो चाहिँ टक्क फुल प्लान्टहरू टक्क अडिराखेको होमस्टे। आज हामी यहीँ बस्ने एकदमै राम्रो होमस्टे छ।
सही रहेछ कुकुर रहेछ यहाँनिर अनि यो होमस्टेमा चाहिँ हामी टक्क आज वान नाइट चाहिँ यहीँ स्टे गर्छौँ र भोलि बिहानै उठेर हामी जान्छौँ है त अनि यो होमस्टेको एकछिन बाहिरबाट चाहिँ के अरे यो उसमा चाहिँ लिन मन लाग्यो मलाई वाइट एङ्गल चाहिँ यहाँबाट देखिने दृश्य बाहिरतिरको कुहिरो लागेको छ एकदमै मन एकदमै चङ्गा हुने खालको इन्भाइरोमेन्ट छ कुहिरो लागेको छ सिमसिम पानी परेको छ टक्क दृश्य देखिन्छ हैन र एकदमै इन्जोय गर्ने खालको चाहिँ इन्भाइरोमेन्ट बनेको छ मौसमले च्यालेन्ज गरिरहेको छ हामी पनि अब मौसमले च्यालेन्ज त गर्यो हामीले पनि एक्सेप्ट गर्नु पर्यो भन्ने तयारीमा छौँ यस्तो दामी दृश्य के यो यस्तो मजा देखिन्छ नि यहाँबाट अनि यो टक्क मैले खिचिहालेँ दृश्य चाहिँ मजाको दृश्य छ अनि यो दृश्य चाहिँ यो चाहिँ सही हो कि यो फुल अनि पानी सिमसिम बबाल छ ल अनि यो चाहिँ खिचेर बस्न मन लाग्छ यो दृश्य खिच्दा हामी चाहिँ यहाँको हल्का खाजा नास्ता गऱ्यौँ चिया खाजा नास्ता अनि यहाँको चाहिँ वेलकम खाजा चाहिँ के छ भने चाहिँ चिया र यहाँको मकै भुटेको एकदमै दामी त्यो छ अनि त्यो खाइसकेपछि हामी चाहिँ अब बार्बिक्यू गर्ने भनेर छतमा आयौँ छतमा चाहिँ हामीले बार्बिक्यूलाई चाहिँ यो चुलो र अनि दाउरा प्रोभाइड गरिदिनु भयो अनि यो चाहिँ टपमा छ होइन माथि तपाईँको छतमा अनि यो यहाँबाट दृश्यहरू दामी देखिन्छ अनि यो बार्बिक्यू गर्दै हामी चाहिँ नाच्ने काम चाहिँ भयो नाच्दाखेरि चाहिँ साउथ इन्डियन नेपाली हिन्दी अनि त्यसपछि तपाईँको लोकगीत सबै गीतमा हामी डान्स गऱ्यौँ फुल्ली इन्जोय गरिसक्यौँ यहाँ राति चाहिँ यो लगभग हामी 2 घन्टा 3 घन्टा जति चाहिँ इन्जोय गऱ्यौँ हामी 5 बजे बसेको एकैचोटि 10 बजे क्या त्यति बेला 5 घन्टा चाहिँ इन्जोय गऱ्यौँ हामीले होइन अनि 5 घन्टा पुरै हामी बार्बिक्यू डान्स अनि यताउति गऱ्यौँ एकदमै रमाइलो छ है अनि सब डान्स गऱ्यो सबै बच्चादेखि सबैजना अनि डान्स गर्दा गर्दै थाक्यो त्यसपछि हामी 10 बजे चाहिँ हाम्रो चाहिँ खाना खाने प्लान हो अनि यहाँ बार्बिक्यू गर्दा चाहिँ आधाजना नाच्दैछौँ होइन अनि त्यसपछि सब लगभग 4-5 घन्टा चाहिँ हामी बार्बिक्यू गर्ने खाने नाच्ने रमाउने काम भयो त्यसपछि हामी चाहिँ सुन्दरलाई जान्छौँ भइसक्यो के त्यो यहाँ साइड लौ कसलाई अप्लो हुन्छ तपाई भन्छ न कसलाई तिमी त तिमी त हो त्यो हके दिनु यो तिमीलाई रचना अहिले अनि एका बिहानै उठेपछि मर्निङ चाहिँ सिनारियो चाहिँ एकदमै बवाल थियो होइन यहाँनिर हिमालयमा चाहिँ टक्क हिउँ परेको नजिकसम्म हिउँ परेको त्यसपछि बिहानको एकदमै क्लियर आकाशपछिको खुल्ला यो डाँडा अनि त्यसपछि सूर्यको किरण त्यसपछि अलि तल चाहिँ कुहिरोहरू त्यसपछि यो चाहिँ यहाँको लोकेसन भ्यालीको दृश्य एकदमै बवालै छ होइन त्यसपछि यो दृश्य हेर्न चाहिँ एकदमै मजाको भ्यू छ आँखालाई पनि एकदम शीतलता प्रदान हुन्छ होइन अनि त्यसपछि यो घरको भ्यू त झन् बवाल देखिने एकदम बिहानको उज्यालोमा राति हामी आउँदाखेरि एउटा थियो भने बिहानको चाहिँ अझै उज्यालोमा चाहिँ अझै राम्रोसँग हेर्न पाइयो अनि यो चाहिँ टक्क दृश्य चाहिँ मलाई एकदमै मजाले लिन मन लाग्यो होइन काठहरूमा कुदेको पेन्टिङ त्यसपछि यो त्यो मकैहरू झुन्ड्याएको हाम्रो गाउँघरमा ठ्याक्कै मकैहरू यसरी झुन्ड्याउँछ नि त अनि टक्क यो गमलामा फुलहरू बिरुवाहरू रोपेको त्यसपछि लाएर तपाईँको साइडमा चाहिँ यसो बारीमा चाहिँ फुलहरू रोपेको होइन यो दृश्य चाहिँ एकदमै बवाल छ क्या अनि त्यसपछि सरर लाएर यो फुल प्लान्टहरू अनि साइडमा टक्क लाएर तपाईँको अनि यो दृश्य पछिको यो हिमाल घरको छेउमा चाहिँ टक्क हिउँ परेको हिमाल सरर लाएर होइन अनि त्यसपछि यो दृश्य चाहिँ एकदमै मनोरम रह्यो एकदमै मेमोरेबल हुनेछ अनि यो सरर डाँडाको चाहिँ भ्यू खिचेँ मैले यस्तो दामी भ्यू देखेको कि सरर 1 घन्टा त यसैमा चिया खाँदै हेर्न मन लाग्यो क्या अनि त्यसपछि यति हेरिसकेपछि त्यसपछि हामीलाई चाहिँ होमस्टेको आमाले अनि हामीलाई चाहिँ यो बिहानको नास्ता चाहिँ गरिदिनु भयो
बिहानको नास्तामा चाहिँ रोटी अनि त्यसपछि गेडागुडीको झोल र अन्डा अनि चिया थियो। अनि हामी सबैले यो रोटी अनि गेडागुडी र यो अन्डा चिया खाने चाहिँ उसमा छौँ। एकदमै राम्रो तरिकाले मिठो तरिकाले हैन गाउँले टेस्टमा चाहिँ पस्केर ल्याउनु भएको थियो। अनि यो सबै हामीले चाहिँ खाइसक्यौँ, खाँदैछौँ। केही आउँदै हुनुहुन्छ अनि आमाले चाहिँ सार्दै हुनुहुन्छ। अनि यो दृश्यसँगै बसेर बाहिर टक्क लाएर त्यहाँ हिमाल मस्त देखेको हैन। अनि यहाँ टक्क बाहिर दृश्य चाहिँ इन्जोय गर्दै त्यसपछि हामी चाहिँ यो खानाको मजा लिन्छौँ। अनि अब हाम्रो प्लान चाहिँ यो खाना बिहानको नास्ता गरिसकेपछि यहाँबाट उकालो लगभग 4-5 किलोमिटर प्रति हिँडेर जानुपर्ने छ। त्यो हिँडेर चाहिँ हामी डाँडामा जानेछौँ। त्यसको लागि चाहिँ हामी यो इनर्जी ब्याकअप चाहिँ लिँदैछौँ। र यति खाना खाइसकेपछि हामी अब मुभ हुन्छौँ यहाँबाट। अब त्यति बिहानको नास्ता खाइसकेपछि यहाँबाट हामी मुभ हुन्छौँ। मुभ हुने क्रममा चाहिँ यो होमस्टेको पछाडिको बाटो टक्क साइडमा फुलहरू अनि यो बाटो हुँदै साँगुरो बाटो हुँदै हामी चाहिँ अब हामी यो चाहिँ होमस्टे र माथिको माउन्टेन भ्यू देखिने ठाउँमा चाहिँ र त्यहाँ चाहिँ अर्को छ चिया बगैँचा छ भन्ने कुरा भयो। अनि त्यो माउन्टेन भ्यू र चिया बगैँचा हेर्नलाई हामी यो उकालो गाउँदेखि माथि जाँदैछौँ। यो गाउँको बाटो टक्क लाएर सर गाउँघरमा कस्तो हुन्छ त्यस्तै बाटो हैन। अनि यो गाउँको बाटो चाहिँ हामी गयौँ। यो गाउँमा चाहिँ टक्क दृश्य हेर्दै हिँड्दै अनि एकदमै मजाको। अनि यहाँनिर पुगेपछि चाहिँ एकदमै राम्रो दृश्य चाहिँ गाउँघरको पानी यस्तो राम्रो पानी अनि यहाँ धारा चाहिँ पर्याप्त मात्रामा पानी आउँदो रहेछ हैन। अनि एकदमै 24/7 आउने धारा चाहिँ नुहाउने खाने कपडा धुने सबै चाहिँ टक्क एकदम दामी बनाएको रहेछ। यो चाहिँ स्थानीय सरकारलाई चाहिँ धन्यवाद दिनुपर्छ। यति राम्रो बनाइदिएकोमा यहाँको पाहुनालाई यहाँ आउने मान्छे र यहीँ बस्ने चाहिँ बासिन्दाहरूलाई नै एकदमै राम्रो हो। र अब यो धाराको दृश्यपछि हामी फेरि उकालो लाग्दैछौँ हाम्रो गन्तव्यतिर। हामी गन्तव्यतिर लम्किँदैछौँ। बच्चाहरू पनि एक्साइटेड छन्, हामी पनि एक्साइटेड छौँ हैन। लेट्स गो। बाटोमा यसरी हिँड्दै जाँदाखेरि फुलहरू त्यसपछि यसो बोट बिरुवाहरू खोला सब चाहिँ देखेँ मैले चाहिँ। जहाँ आँखा जान्छ त्यो चाहिँ लिइहालेँ। अनि यो माथिबाट धाराको दृश्य चाहिँ टक्क दामी देख्दो रहेछ यहाँबाट। अनि यो पनि लिएँ। त्यसपछि हाम्रो चाहिँ उकालो हिँड्ने क्रम जारी छ। हामी यात्री हो, हामी गन्तव्यमा पुग्नुपर्छ भन्ने धारणासहित हामी उकालो जाँदैछौँ, हिँड्दैछौँ। अनि बाबु पनि एकदम मस्त आफ्नै सुरमा हिँडिरहेछन्। कतिखेर थाक्छन् न फेरि म हिँड्न सक्दैन भन्छन् यिनले। फेरि त्यो शैलीसम्म दिइरहेछन् यिनले। त्यसपछि उकालो हिँड्दै गयौँ। उकालो हिँडेपछि टक्क लाएर माथिबाट फर्किँदा हामी चाहिँ अलिक ढिलो गऱ्यौँ हैन। मान्छेहरू फर्किँदै थियो क्या। अनि त्यसपछि हामी अझै उकालो लम्किँदैछौँ। त्यसपछि चाहिँ बाबुलाई चाहिँ अलि अल्छी लागिसके जस्तो छ, थाके जस्तो छन्। अनि पुरै हिँड्दैछौँ। हामी उकालो जाँदैछौँ। अनि उहाँहरू चाहिँ फर्केर माथि टपमा पुगेर फर्केर आइसक्नु भयो क्या। हामी अलि ढिलो गऱ्यौँ, बच्चाहरू थिए अनि त्यही भएर हामी ढिलो पनि उठ्यौँ। अनि त्यसपछि अझै माथि लम्किँदैछौँ। माथि चाहिँ मैले यहाँबाट चाहिँ के देखेँ भने माथि लवाङ लेखेको चाहिँ एकदमै ठुलो बोर्डमा लवाङ भिलेज लेखेको चाहिँ देखेँ। अनि त्यहाँ पुगेर अनि त्यसपछि दृश्य लिनुपर्छ। यहाँ दृश्य चाहिँ अझै राम्रै छ। बाटोमा मान्छेहरू फर्किने क्रम र जाने क्रम जारी छ। अनि यो टक्क लाएर टप हल्का हाइटमा रहेछ। अनि यो टक्क यसो दृश्य खिचिहालेँ मैले। त्यसपछि बाबु चाहिँ थाके जस्तो छन्, गर्दैछन्। अनि त्यसपछि लङ भिलेज लेखेको चाहिँ दामी देखेको रहेछ टक्क हाइटमा हैन।
बिस्तारै नदौडा अनि त्यो पोइन्टदेखि हामी फेरि अगाडि बढ्छौँ अगाडि बस्दाखेरि यसो ठाउँ ठाउँमा कुर्सी टेबल बेन्च जस्तो बनाइदिएको रहेछ अनि टक्क लाएर ध्वजाहरू अनि यहाँ बुद्धको चाहिँ सानो मूर्ति बनाएको रहेछ टक्क यहाँनिर पानी खाने ठाउँ पनि बनाएको छ धारा अनि हामी उकालो अझै लाग्दैछौँ पुरै ट्रेल छ होइन टक्क सिँढीहरू बनाएको छ अनि यहाँ बुद्धको मूर्ति पनि रहेछ यहाँनिर चाहिँ हल्का चाहिँ यसो थकाइ मेट्नलाई बस्नलाई बनाएको बेन्चहरू पनि रहेछ अनि यहाँनिर बुद्धको मूर्ति पनि रहेछ अनि यहाँ साइडमा पिउने पानीको धारा पनि छ अनि त्यसपछि अझ त्यहाँनिर चाहिँ माटोको भाँडा राखिदिए हुन्थ्यो बेस्ट अनि त्यहाँ बुद्धको मूर्ति भएकोदेखि फेरि अझ पुरै ठाडो उकालो चाहिँ फेरि पनि हामी अगाडि बढ्छौँ गन्तव्य जानको लागि गन्तव्यको लागि एकदमै हामी एक्साइटेड छौँ होइन एकदमै के होला माथि गएपछि अनि हिमालहरू माउन्टेन कस्तो देखेला साइडको भ्यू त्यसपछि भन्ने अझै एक्साइटमेन्ट छ अनि त्यो फुल एक्साइटमेन्ट सहित हामीहरू र बच्चाहरू चाहिँ फटाफट अगाडि बढ्ने क्रम जारी छ यहाँ आइसकेपछि हामीले चाहिँ यो टक्क लाएर चियाबारी देख्यो चिया बगैँचा चिया बगान टक्क लाएर एकदमै दामी दृश्य छ यो लोकेसन र अनि चिया बगान होइन अलि माथिबाट चाहिँ देखाउँछु यो हामी चाहिँ भर्खरै एन्ट्री लेभल छ खेसाङ ओहो दामी रहेछ ल अनि यहाँनिर अर्को होमस्टे रहेछ यहाँनिर चाहिँ अनि फेरि यो असला के अरे ट्राउट माछा पालेको रहेछ अनि यतातिर चिया बगानको दृश्य पनि राम्रो छ अनि यहाँ ट्राउट चाहिँ टक्क लाएर पोखरी बनाएर ट्राउट चाहिँ राखेको छ तर पानी चाहिँ फलो आफैले पाइपबाट फलो गरिराख्नु भएको छ यहाँ अनि यो ट्राउट चाहिँ पालेको रहेछ होमस्टेमा टक्क अलि थोरै अनि उता चाहिँ बुढाहरू जस्तो छन् भर्खरको यताउति अलि ठुलो रहेछन् अनि यो ट्राउट चाहिँ हामीले बाहिरबाट यसरी खिच्न मिलेसम्म खिच्यो अनि अब भित्र त गएर खिच्न मन लागेन अनि त्यसपछि यो दृश्य खिचेपछि चिया बगानको यो दृश्य चाहिँ मजाले टक्क लाएर एकदम क्लोज भ्यू चाहिँ चिया बगानको लगियो अनि त्यसपछि यो साइडको चाहिँ वाइड एङ्गल पनि लगेँ मैले एकदमै राम्रो छ दृश्य चाहिँ सकेसम्म चाहिँ कसरी हुन्छ क्लोज अनि वाइड एङ्गलबाट इन्टरटेनमेन्ट गराउने कोसिस पुरै जारी छ होइन सँगसँगै गन्तव्यमा पुग्नको लागि हिँड्ने क्रम पनि जारी छ अनि यहाँ बस त निसा म फोटो अनि यो हो हाम्रो चाहिँ डेस्टिनेसन पोइन्टमा आइपुग्यो हामी यो चाहिँ डेस्टिनेसन पोइन्ट हो होइन अनि यहाँ बसेर चाहिँ टक्क मान्छेहरू फोटो खिच्ने भिडियो बनाउने ऊ त्यो हिमाल माउन्टेन देखिन्छ अनि त्यहाँ चाहिँ टक्क लाएर यहाँबाट फोटो भिडियोहरू लिने यो डेस्टिनेसन पोइन्ट चाहिँ सबसे लोवर डेस्टिनेसन पोइन्ट भन्नु पर्यो त्योभन्दा माथि अरू छ अझ होइन गान्द्रुक सान्द्रुक पनि यता यहीँ छेउ माथिबाट चाहिँ जानुपर्छ अरे अनि यो डेस्टिनेसन पोइन्टबाट टक्क लाएर हामीले तल चाहिँ यो देख्यौँ के अरे यो प्याराग्लाइडिङ गर्दै गरेको प्याराग्लाइडिङ मजाले यस्तो दामी हानेको छ अनि त्यसपछि हामी चाहिँ गुरुङ ड्रेस लाउने भनेर ठाउँ खोज्दै थियौँ यहाँ गुरुङ ड्रेस चाहिँ भाडामा दिँदो रहेछन् अनि एउटा जोरको चाहिँ 200 रुपियाँ चाहिँ लिँदो रहेछ यहाँ गुरुङ ड्रेस अनि यहाँ केटाकेटीको लागि चट्ट लाएर गुरुङ ड्रेस चाहिँ केटाको लागि पनि अनि केटीको लागि पनि केटाको लागि चाहिँ यो सेतो रहेछ अनि त्यसपछि अर्को एउटा थियो अनि यो बेल्ट भयो टोपी भयो होइन गलबन्दी छ
यसरी आफ्नो कपडा चाहिँ यहाँ झिक्ने अनि यो गुरुङ ड्रेस चाहिँ लगाएर फोटो खिच्ने भिडियो बनाउने अब तपाईँहरूको के इच्छा छ यो चाहिँ डेस्टिनेसन पोइन्ट हो अनि यो छेउमा चाहिँ एउटा होमस्टे रहेछ अनि त्यहाँ चाहिँ गुरुङ ड्रेसहरू यसरी केटाकेटीहरू मान्छेहरू टक्क लाएर गुरुङ ड्रेस फोटो खिच्ने भिडियो बनाउने टिकटक बनाउने यान त्यहाँ रमाइलो त्यही त अनि साइडमा यसमा एक्स्ट्रा चाहिँ अब चिया बगान पनि रहेछ त्यहाँबाट डबल जस्तो भए चिया बगान पनि हेरिने अनि त्यसपछि साइडमा तपाईँहरूको यो हामी पनि यसरी चाहिँ टक्क लाएर गुरुङ ड्रेसमा चाहिँ बुढाबुढी टक्क भिडियो बनाउने क्रम जारी भयो अनि सर यसो गुरुङ ड्रेसमा हल्का दिनै पर्यो भनेर गुरुङ ड्रेसमा लगाइयो यति गरेपछि हामी त्यसपछि अब फर्किन्छौँ हाम्रो डेस्टिनेसनबाट हामी अब फर्किने भनेर चाहिँ हामी फर्किँदैछौँ अनि यो फर्किने क्रममा बच्चाहरू फ्यामिली सबै थियौँ अनि टक्क म अगाडि लाएर सबै आउने गरी भिडियो बनाउँछु भनेर अगाडि बस टोलीहरु सब भाग छ अनि यही राम्रोसँग हेरेर भ्याएन अनि अझ हिँड्दामा काम पर्छ मलाई त आकै ठाउँ त कम्प्लिट घुम्न पर्छ अनि त्यहाँ जाने भए त छुट्टै दिन आउनुपर्छ यही राम्रोसँग भ्याएन अनि कहाँ चुप्रो गरेर हिँड्यो र बाबु तैँले खिच्छ ल अनि त्यसपछि गीत बनाउने क्या उयो खस्न त खसेन नि यो पनि त हो नि यो पनि आउँछ तिमी हात डुलिराख तिमीलाई मैले जाऊ बाबु अब 12 बजे हेर्न पछि डौल चार्ज त्यसले चाहिँ 12 बजे हेर्न खाली गर्नुपर्छ न त डबल चार्ज अर्को दिनको पनि चार्ज त्यस्तो नियम हुन्छ तर यहाँ चाहिँ थकान चाहिँ हुँदैन त्यस्तो हुँदैन ल अघि दौडिँदा एक लट अघि पनि लडे आउने नि अहिले चोट लागिहाल्यो मलाई लाग्छ हातमा चाहिँ दौडी छ नि बिस्तारै के भयो लड्यो रे कसरी ल्याने दौडेर हिँडेर हो जति भने सक्दिन त्यस्तो लाए बाबु अब ढुङ्गा छ च्यालेन्ज गरेको पुरो ढुङ्गामै लाग्यो बिस्तारै टिक्न ट्राई गर यस्तो ढुङ्गा छ च्यालेन्ज गर्ने त नि अघि यस्तो खाड्दै उसमा उक्लिन्छु भन्दैछु यस्तो छ च्यालेन्ज गर्नु भने के यो त प्रकृतिको यो निर्जीव वस्तु साह्रो हुन्छ ल हामी झर्ने क्रम जारी छ त्यसपछि हामी चढ्दै गर्दाखेरि चाहिँ टक्क यहाँनिर एउटा बुढो अङ्कल अथवा हजुरबा भेटिनु भयो त्यसपछि हामी चाहिँ अनि त्यसपछि फर्किँदै गर्दा बिचरा के गर्दैछन् हेर्दैछन् अनि त्यसपछि हामी तल झर्ने क्रम जारी छ बच्चाबच्चीसँगै अनि बच्चाबच्चीहरू चाहिँ अब जाँदाखेरि पनि एक्साइटेड थिए फर्किँदाखेरि पनि एक्साइटेड छन् के भएका हुन् एनर्जी फुल छ जोस् बच्चाबच्चीले चाहिँ फुल इन्जोय गरे जस्तो छन्
अनि तल झर्ने क्रम जारी छ। ओराल त चाँडै झरिन्छ ठिक हुन्छ बाबु अनि हिँड्दै ठिक हुन्छ कि लौरलको डिसेम्बर त्यो लौरल डिसेम्बरको थाहा छ त्यो लौरल हो लौरल डिसेम्बर कि त्यो अनि म लोड्न लाग्थेँ अनि लौरल रोक्न खोजेँ अनि त्यति बेला त लौरो हातबाट छुट्यो क्या लौरो हातबाट छुटेपछि अनि फेरि अलि तल आएपछि फेरि मैले फेरि यो प्याराग्लाइडिङको दृश्य चाहिँ देखेँ। त्यसपछि त्यो प्याराग्लाइडिङको दृश्य चाहिँ यसरी कैद गर्ने कोसिस गरेँ। अनि यो प्याराग्लाइडिङ गर्दाखेरि यो भ्यालीको भ्यू पनि दामी देखिँदो रहेछ क्या। अनि त्यो दृश्य पनि फेरि एकलट हल्का जुम गरेर कैद गरेँ। फेरि पनि ब्याक टु होमस्टे आउने क्रम जारी छ। ओह्रालो हिँड्ने क्रम जारी छ। त्यसपछि ओह्रालो आउने क्रम जारी नै छ हैन। अनि ओह्रालो झर्दा हामी चाहिँ त्यो अघि लङ भिलेज लिएको ठाउँमा चाहिँ एकलट सबैको अनि ग्रुप फोटो खिच्ने भिडियो खिच्ने भनेर हामी यहाँ सुरु गऱ्यौँ फेरि। अनि सब बच्चाबच्चीहरू सबै ग्रुपमा फोटो भिडियो लिने काम जारी भयो। अनि त्यसपछि यहाँनिर फोटो भिडियोहरू लगियो। अनि यो क्यामेराम्यान बाबु अनि त्यसपछि यो फोटो र भिडियो लिने क्रम जारी भयो यहाँनिर। अनि यहाँनिर फोटो र भिडियो लिएपछि अनि यहाँनिर अलि टाइम हामीले लिएपछि हामी फेरि अनि तलतिर लाग्छौँ। अनि यो फेरि ओह्रालो झर्दाखेरि चाहिँ यहाँनिर बाटोमा चाहिँ दृश्य हेर्दै बाबुहरू चाहिँ टक्क लाएर मस्ती गरेर नानी तिमी आऊ नाच यहाँ म भिडियो बनाइदिन्छु। Pantai Bojong Dasa, Bigan.
अब 1 मिनट 7 सेकन्ड भयो के वान भिडियो चाहिँ देखिन्न तपाईहरु साथी न यहाँ देखा त बसेको के आइला माथि आउँदा माथि ब्याक टु होमस्टेमा फर्क्यौँ हामी ब्याक टु होमस्टेमा फर्केपछि त्यसपछि अब यहाँबाट खाना खाएर हामीहरू घर फर्किने कुरा छ। खाना टक्क फस्किनु भएको छ, टक्क गाउँले खाना, टक्क दाल भात तरकारी अनि हल्का मासु साग अनि त्यसरी चाहिँ होमस्टेको खाना चाहिँ एकदमै राम्रोसँग पस्केर ल्याउनु भएको छ हैन। अनि काम गर्ने मान्छेहरू सबै चाहिँ यो तिहार पछि घर गएको थियो अरे तिहारको बिदामा अनि फर्केका छैनन् भन्ने कुरा भयो। तर जे जति छ जे होस् एकदमै मिठो अनि एकदमै अर्ग्यानिक खाना ल्याउनु भएको छ। अनि यो काठहरू चाहिँ कस्तो मजा कुदेको रहेछ क्या। अनि यो बेडहरूभित्र चाहिँ यस्तो थियो हाम्रो। त्यसपछि यो ढुङ्गा अनि फुलहरू काठहरू मेन चाहिँ यसरी कुदेको चाहिँ सही लाग्यो मलाई चाहिँ। सर फेरि एकचोटि लिइहालेँ यो काठको दृश्य। यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ काठहरू टक्क लाएर कुदेको अनि पेन्ट गरेको हैन। अनि त्यसपछि वाइट एङ्गलमा फेरि यो घर लिने इच्छा लाग्यो अनि टक्क यो दृश्य लिएँ। अनि फेरि एक लट चाहिँ हिजो खिचेको फुलहरू बोटहरू चाहिँ यसो प्लान्टहरू चाहिँ खिच्न मन लाग्यो। अनि त्यसपछि यो घरतिरको दृश्य चाहिँ एकदमै दामी देखिन्छ क्या। सही देखिँदो रहेछ हो घर त। म त हाम्रो यो 7 नम्बर हो लङ कम्युनिटी होमस्टे 7 भन्ने छ। अनि यो सबै एउटा बनाएको रहेछ क्या कम्युनिटी चाहिँ एउटा संस्था जस्तो बनाएर अनि त्यहाँबाट चाहिँ हरेक दिन कतिजना पाहुना कसले राख्ने भन्ने कुरो चाहिँ त्यो समितिले नै हेर्दो रहेछ। अनि त्यसरी हामी एउटा खाना खाइसकेपछि फर्किँदाखेरि यो बाँसको गाडी यो कि निगालाको गाडी चाहिँ एकदमै अलि युनिक लाग्यो मलाई। अनि त्यसपछि यसको पनि लिइहालेँ सर्ट। अनि त्यसपछि हामी चाहिँ यो स्वागत गेटमा पुग्छौँ। अनि धन्यवाद सी यू अगेन भन्दैछन्। अनि यो स्वागत गेटमा हामी एक लट फेरि चाहिँ एउटा फोटो भिडियो लिने भन्ने कुरा भयो यहाँनिर यो स्वागत गेटमा। अनि यहाँनिर चाहिँ फेरि एक लट अनि फोटो लाग्यो। अनि त्यसपछि तलबाट चाहिँ लङ भिलेज लेखेको ठाउँलाई चाहिँ मैले फोकस गरेर फेरि क्याप्चर गरेँ। अनि त्यसपछि यहाँबाट हामी फर्किने तयारीमा छौँ, यहाँबाट फर्किन्छौँ। अनि यो ओह्रालो लाग्दाखेरि बाटोको दृश्य हो, टक्क फुलहरू दृश्य चाहिँ एकदमै रमाइलो देखियो र यो खिच्ने कोसिस गरेँ मैले। फर्किने क्रममा चाहिँ पोखराको बाटोमा चाहिँ यसरी धान पिटाउँदै गरेको धान काटेको काट्न बाँकी त्यो दृश्यहरू मजाले हेर्न सकिन्छ। र यो सिजन चाहिँ धान पिटाउने सिजन चाहिँ एकदमै गरेको पिटाउँदै गरेको अथवा रिक्लाउन बाँकी दृश्यहरू बाटोबाट पनि चल्न देख्न सकिन्छ। र यो दृश्य एकदमै राम्रो
थियो र सँगसँगै हामी चाहिँ अब यो फर्किने क्रममा अब यही बाटोमा पर्छ अरे एउटा चाहिँ त्यो कायाकिङ गर्ने चाहिँ झर्ना क्यानोइङ झर्ना क्यानोइङ चाहिँ वाटरफल पनि अनि त्यहाँ पनि गएर चाहिँ फर्किने कुरा भयो अनि त्योसँगै चाहिँ यो क्यानोइङ चाहिँ को पनि भिडियो चाहिँ यसैमा सामेल गरेँ यो बाटो चाहिँ क्यानोइङ चाहिँ वाटरफल पर्छ अनि यो पोखराको चाहिँ क्यानोइङ वाटरफल चाहिँ यो यसमा चाहिँ क्यानोइङ गर्थ्यो अनि यहाँ चाहिँ बाटो बिग्रेर रहेछ अनि यो चाहिँ बाटो बनाउँदैछ जेसिबीले अनि ऊ त्यो झर्ना हो भन्ने कुरा भयो अनि हामी चाहिँ एकछिन गएर हेरौँ न त अनि एकचोटि सुरुमा एकदमै भाइरल भएको झर्ना हो यहाँ चाहिँ डोरी लगाएर ऊ त्यो त्यहाँबाट चढ्ने तर पछि एक दुईवटा एक्सिडेन्ट भयो एकजना मान्छे नै मऱ्यो होइन त्यसपछि चाहिँ अनि यो झर्ना चाहिँ बन्दै नै भएको छ अरे अहिले क्यानोइङ चाहिँ हुँदैन अरे क्यानोपी हो कि क्यानोइङ के भन्छ चाहिँ यो डोरी लगाएर त्यहाँबाट चढ्ने होइन अनि त्यहाँसम्म हिँडौँ न त कस्तो रहेछ भनेर हामी हिँड्यौँ अनि यहाँ गेटमा चाहिँ टिकट काट्ने मान्छे रहेछ अनि यहाँनिर चाहिँ उसले चाहिँ टिकट भन्दैछ लाग्छ तिमीहरूलाई फेरि अरे मिल्छ जाऊ तर नदीमा पख है ल के सबै आउनुभयो क्या अनि फेरि ए तपाईँ आज फेरि हो ए बेकारमा पैसा तिरे बिस्तारै है बिस्तारै छेउमा हो त्यहाँ समातेर ल अगाडि हेर नानी अगाडि खाल्डो रहेछ नि त गइन्छ नि त फेरि त्यसपछि यहाँ गएर हाम्रो चाहिँ फोटो खिच्ने निर्णय भयो है अनि फोटो भिडियो खिच्ने निर्णय भयो अनि यो झर्नालाई चाहिँ नजिकबाट हेर्ने यहाँ भनेर नजिकबाट चाहिँ यसरी हेऱ्यो राम्रो रहेछ यहाँबाट माथि चाहिँ क्यानोइङ गएको थियो त्यहाँबाट टाढा नै रहेछ तर पछि चाहिँ एक्सिडेन्ट भएपछि छुट्टै गरे अनि झर्ना चाहिँ राम्रो नै रहेछ ठुलो पनि रहेछ होइन तर त्यहाँ डोरी चुलिए के भएर एक्सिडेन्ट भयो भन्थ्यो त्यो यहाँ अनि त्यो झर्ना चाहिँ यही नै हो यता हेर ल एक्सन सुरु अनि त्यो झर्ना हेरेर नै हामी फर्क्यौँ त्यसपछि हामी बाटोमा चाहिँ फेरि एउटा चाहिँ म्याजिक वाटरफल भनेको यो चाहिँ माथि हाइड्रो पावर छ अरे अनि त्यो हाइड्रो पावर चाहिँ पानी ड्यामबाट बढी फाल्दाखेरि चाहिँ झर्ना देखिन्छ नत्र सुक्खा हुन्छ अरे यो चाहिँ नामले त्यही भएर मान्छेले म्याजिक वाटरफल राखिदिएको अरे म्याजिक झर्ना अनि फेरि पनि बाटोमा फर्किने क्रममा चाहिँ टक्क लाएर यो धानबारीहरू सर क्या मजाले चाहिँ देखिन्छ अनि धानबारीहरू भयो
यो त्यसपछिको दृश्य भनेको यो पोखराको पुरै भ्यालीलाई चाहिँ उपत्यकालाई चाहिँ पानी खानेपानीको चाहिँ यो ड्याम हो रे। यो चाहिँ मेन मुहानको इन्टेक बनेको ठाउँ हो रे। अनि यो चाहिँ मेन चाहिँ पोखरा भ्याली चाहिँ पिउने पानीको ड्रिङ्किङ वाटरको यो चाहिँ सोर्स हो, मेन सोर्स नै यही हो रे। अनि यहाँनिर ड्याम बनेको छ हैन। अब यो चाहिँ पछि प्युरिफाई गरेर अनि ट्रिटमेन्ट गरेर धारामा पठाउने कुरा हो। तर यो चाहिँ र सोर्स कलेक्सन अनि यो चाहिँ वाटर चाहिँ सोर्स भएको इन्टेक भएको र यहाँ ड्याम बनाएको ठाउँ चाहिँ यो हो रे। पोखराको उपत्यकाको सबै खानेपानीको यो चाहिँ मूल यही नै हो भन्ने कुरा हो। यहाँदेखि नै यो ड्याम बनाएर अनि स्टोर गरेर त्यसलाई ट्रिटमेन्ट गरेर अनि धारासम्म पठाउने काम गरिन्छ। यो सोर्स भएको ठाउँ हो खानेपानीको, पोखरा उपत्यकाको खानेपानी। त्यसपछि हाम्रो 2 दिनको यो चाहिँ भ्रमण चाहिँ सकियो। 2 दिनको हाम्रो ट्रिप सकियो। अब हामी घरतिर फर्किँदैछौँ र भिडियो हेरेर कस्तो लाग्यो आई होप हजुरहरूले इन्जोय गर्नुभयो। च्यानल र भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोला।